साथीहरू रवि लामिछानेज्यूको समर्थक लिनेहरूले मात्र यो भिडियो लाइक र कमेन्ट गर्नु होला है। साथीहरू यो भिडियो पुरै हेर्नु होला है। यो देशमा कोही न कोही जेल त जानै पर्छ। सुरुवात मबाट गर्नुहोस्, म तयार छु। अब त संसदीय समितिमा पनि तपाईँहरूको बहुमत भयो होला। अब त मलाई ठग प्रमाणित गर्न तपाईँलाई कुनै आपत पनि पर्दैन होला। गर्नुहोस् ठग प्रमाणित। यो देशको बच्चालाई थाहा छ सरकार किन ढल्यो। यो देशको बच्चालाई थाहा छ कसका कारणले सरकार ढल्यो। फाइल खोल्छु, खोइ खोल्नु भएको भन्नुभएको थियो। फाइल खुलेको 24 घण्टामा सरकार ढाल्नु भयो। कसरी खोल्ने फाइल? 24 घण्टामा। यो सरकार ढलेको अर्को कुनै कारण जनतालाई थाहा छैन। तपाईँहरूले आफूले गरेको सहमति खल्तीमा हाल्नु भएको छ, देखेका छैनौँ। आज यतिखेर यो सदनमा उभिएर म गर्वका साथ भन्न सक्छु, 21 सिटको दल, 4वटा मन्त्रालय, सदनमा विरोध, सडकमा पुतला, अदालतमा मुद्दा, चारैतिर हंगामा। यस बीचमा 4 महिनाका बीचमा यति धेरै मानिसहरू, हाई प्रोफाइल मानिसहरूको पक्राउ, केहीको त नाम मैले लिनै हुँदैन। लोकतन्त्र खतरामा पर्छ, प्रेस स्वतन्त्र खतरामा पर्छ। आधार, प्रमाण, मुद्दा, उजुरी केही पनि नभएको केसमा म सदन र सडकमा सहकारी ठग भनेर चिनिए। तर प्रमाण बजारभरि छताछुल्ल भएको केसमा थाहा छैन। माननीय रमेश लेखक सम्भवतः सम्भावित गृहमन्त्री हुनुहुन्छ अरे। सुने अनुसार तपाईँले मलाई स्टन्ट गर्नुभयो भन्ने जस्तो कुरा गर्नुभयो। बाँसबारीको जग्गा फिर्ता ल्याउने कुरा स्टन्ट भएछ भने यस्तै स्टन्ट म तपाईँबाट अपेक्षा गर्छु। बाल मन्दिरको जग्गा फिर्ता ल्याउने कुरालाई स्टन्ट भन्नुहुन्छ भने माननीय ज्यूबाट म यही स्टन्टको अपेक्षा गर्न चाहन्छु। जनकपुरको 9000 बिघा जग्गाको अनुसन्धान सुरु भएको छ। नरोकेर मात्र स्टन्ट सुरुवात गरिदिनु होला। सम्पन्न गरेर त्यो स्टन्ट गर्नु हुन अनुरोध गर्न चाहन्छु। पतञ्जलिको जग्गाको कामलाई अगाडि बढाएर मद्दत गरिदिनु होला। म तपाईँबाट त्यो स्टन्टको अपेक्षा गर्न चाहन्छु। बाँकी रह्यो नक्कली भुटानी शरणार्थी। अदालतले पक्राउ पूर्जी जारी गरेको अभियुक्तलाई भेट्न गएर भन्नुहुन्छ म तपाईँको पक्षमा छु, तिनीहरूले गलत गरे, म तिनीहरूलाई ठिक पार्छु भनेर राज्य व्यवस्था तथा सुशासन समितिको सभापति सिङ्गो पार्टीका सांसद बोकेर अदालतले पक्राउ पूर्जी जारी गरेको अभियुक्तलाई गएर भन्नुहुन्छ तपाईँ सही हुनुहुन्छ, तपाईँलाई अन्याय हुन दिनु भन्नुहुन्छ। सुशासनको अपेक्षा गर्ने सभामुख महोदय, सुशासनको प्रतिबद्धतामा मलाई पूर्ण रूपमा सहयोग गर्नुभएकोमा म प्रधानमन्त्री पुष्पकमल दाहाललाई धन्यवाद दिन चाहन्छु। मैले भने इतिहासमा प्रश्नहरू छन्, भविष्य मेरो चिन्ताको विषय होइन। तर वर्तमानमा सुशासनका मुद्दामा गर्न खोजिएका काममा जसरी पहिलो दिन उहाँलाई भेट्दाखेरि मैले भनेको थिएँ, तपाईँ राजनीतिको उत्तरार्धमा हुनुहुन्छ, हामी राजनीतिको सुरुवातमा छौँ। यो सङ्गमलाई वास्तवमा पुराना नेताहरूसँग बसेर हामीले काम गर्दा मात्र होइन, सँगै तस्विर खिच्दा पनि हामीलाई हाम्रा शुभचिन्तकहरूले गाली गरिरहेका छन्। तर मुलुकलाई निकास दिने कुरामा तपाईँ प्रतिबद्ध हुनुहुन्छ कि हुँदैन? तपाईँ प्रतिबद्ध हुनुहुन्छ भने तपाईँको उत्तरार्ध र हाम्रो शुभारम्भले एउटा राम्रो सङ्गम दिन सक्यो भने मुलुकमा सुशासनको एउटा नयाँ आयाम कायम हुन्छ। तपाईँ तयार हो भनेर उहाँलाई सोधेपछि उहाँ तयार हो भनिसकेपछि हामीले दलमा छलफल गरेर हामी पुरेर बसेर असल बनेर होइन, सँगै काम गरेर केही न केही योगदान दिएर अगाडि बढ्ने प्रतिबद्धताका साथ आएका छौँ।